तपाईँ चाहिँ कोरियन भाषाको इक्जाम दिन घरबाट निस्कनभन्दा अगाडि अनि बिचमा गइराख्दाखेरि हलमा प्रवेश गरिसकेपछि अथवा इक्जामको क्वेसनहरू सल्भ गरिसकेपछि तपाईँले चाहिँ सबमिट गर्नुभन्दा अगाडि तपाईँको मनमा कस्तो भएको थियो यसो सरस्वती बताउनुहोस् त कस्तो हुँदो रहेछ? डर त अलिअलि थियो, डर त भइहाल्छ अभियसली। सुरुमा छिर्ने बेलादेखि अब त्यहाँ लाइनमा बस्दादेखि है अरू त्यो बाहिर त्यो फोटो हेर्दादेखि डर हुन्छ नि होइन, त्यहाँ कहाँ कति कुन रुममा पऱ्यो के गर्यो होइन, अनि फोटो छ कि छैन होइन हेर्यो ल देखिँदैन क्या सुरुमा त बस्नु देखिँदैन। अनि यताउता गएर अनि भित्र छिर्यो, भित्र पनि जोस् मैले पहिला पनि एक्जाम दिइसकेको हुनाले अलिकति त्यो अनुभव थियो र खासै त्यस्तो भएन। अलिअलि डर त हुन्छ तर डर भएन, अब आफूलाई कन्ट्रोल गर्नुपर्छ नि त। अनि एक्जाम दिँदै पनि अब त्यो 40-50 मिनट चाहिँ अब आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा नि हुन्छ। त्यो 40-50 मिनटको टाइममा अब दायाँ बायाँ सोच होइन, अब पास हुन्छु फेल हुन्छु भन्ने खालको सोच दिमागमा आयो भने फेरि अलिक गाह्रो हुनसक्छ हुन्छ। अनि त्यो सोचहरू चाहिँ जोस् मलाई आएन भन्नु न, त्यति बेला एक्जाम दिँदै गर्दा त्यो नेगेटिभ थटहरू आएन। अनि जोस् आफै सबमिट भयो, मैले आफै गरिनँ, आफै टाइम सकियो। टाइम चाहिँ मेरो चाहिँ लगभग त्यो मलाई चाहिँ टाइम चाहिँ 25 मिनट जस्तो टाइम दिएँ, लिसनलाई पनि 25 दिएँ। अनि 25 मिनट अरू बेला चाहिँ 20 मिनटमै सक्थेँ प्र्याक्टिस गर्दा। त्यहाँ चाहिँ अलिकति घुमाएकै थियो क्या क्वेसन पनि, अलिक घुमाएकै टाइपको थियो क्वेसनहरू। ब्लाइन्ड लिसन पनि 8-9वटा 10वटै जस्तै थियो होला सर। मलाई घडी पनि आएन क्या सर, घडी पनि आएन। बरु प्राइजवाला चाहिँ 25मा आएको थियो क्या सर, तिनीहरू चाहिँ 25तिर आयो। नत्र अरू त खासै अलिक डिफ्रेन्टै थियो, जस त्यहाँनिर प्याटर्न चाहिँ मैले सोचेँ भन्दा अलिक डिफ्रेन्टै थियो। अलिक नयाँ त नयाँ अत्यन्तै नयाँ, अलिक गाह्रै खालको नयाँ थियो क्या। त्यस्तो धेरै गाह्रो भन्नाले त्यस्तो गाह्रो चाहिँ होइन, तर जुन हामीले यो प्र्याक्टिस गरेँ त्यो पहिला पढे अनुसार चाहिँ अलिकति प्याटर्न चाहिँ नयाँ छ। जस्तो अब कोरियन भाषाको इक्जाम दिन धेरै विद्यार्थी अझै बाँकी हुनुहुन्छ मेनुमै पनि, त्यसपछि एग्रिकल्चरको पनि अब धेरै साथीहरू बाँकी हुनुहुन्छ। उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? केही छैन, अब मजाले पढ्नु पाएको विकल्पै छैन। अनि पढ्ने नै हो, अरूभन्दा त्यस्तै त्यो त अरू त्यस्तै हो। अब सबै कुरा आफूले ब्यालेन्स गरेर पढ्नुपर्छ होइन। अब पढ्ने एउटा कहिले के पढ्ने कहिले के भन्ने हुन्छ नि, सबै कुरा ब्यालेन्स गरेर पढ्नु होला। अब आफ्नो फिजिकल मेन्टली सबै कुरा त्यहाँनिर अब नयाँ टेक्निक लगाएर पढ्नु होला है। अब त्यो के उयो गर्ने भन्दा पनि अब नयाँ टेक्निकहरू एक्जाम दिँदाखेरि पनि त्यही खालको नयाँ टेक्निक युज गर्नु होला होइन। त्यही त हो, के भन्नुहुन्छ। मेहनत र सके जति हामीले पनि उहाँलाई जति पनि गाइडलाइन्स गर्न सक्यौँ, हाम्रो गाइडलाइन्स उहाँको मेहनत सबै कुराको संयोजनबाट उहाँले चाहिँ अस्तिको परीक्षामा चाहिँ 40मा 40 ल्याउन सफल हुनुभएको छ। फेरि पनि मेरो व्यक्तिगत तर्फबाट, एकमी परिवारको तर्फबाट उहाँलाई कोरियन भाषाको पहिलो खुड्कीलाई पार गर्न सफल हुनुभएकोमा धेरै धेरै बधाई तथा शुभकामना छ। त्यसको साथसाथै कोरियन भाषाको सेकेन्ड स्टेप छ, स्किल टेस्टको प्रक्रिया छ। त्योभन्दा बाँकी जति पनि प्रक्रियाहरू छन् ती सम्पूर्ण प्रक्रियाहरू पार गर्दै कोरियाको यात्रा छिटोभन्दा छिटो चाहिँ तय गर्न सक्नुभएको होस्, कोरिया छिटोभन्दा छिटो प्रवेश गर्न सक्नुभएको होस्, कोरिया गइसकेपछि सहज रूपमा कोरियाको बसाइ सकेर नेपाल फर्किन सक्नुभएको स्वस्थपूर्वक रूपमा चाहिँ भन्दै फेरि पनि तपाईँलाई धेरै धेरै बधाई छ। सास फेर्नु नहुने